डे 22 मिनी ब्लगमा स्वागत छ साथीहरू। आजको मौसम हजुरले भिडियोमा हेर्न सक्नुहुन्छ। एकदम तुफान हावाहुरी चलिरहेको थियो। हामीले चाहिँ सटरहरू बन्द गरेको थियौँ। बिस्तारै त पानी पर्न पनि सुरु भयो। पछिटा पानीहरू आइरहेको थियो। म चाहिँ यसो भिडियो बनाऊँ भनेर बाहिर निस्केको थिएँ। हाम्रो वरिपरिको पसलहरू सबै बन्द गर्नुभएको थियो। एकछिनमा त पुरै 1-1.5 घन्टासम्म, लगभग 2 घन्टासम्म ठुलो मुसलधारे पानी पर्यो। त्यसपछि म चाहिँ यसो फुटबल हेर्न जाने भनेर रेनकोटहरू यसो आउटफिट चेक गर्दै देखाइरहेको थिएँ कि रेनकोट लगाएर हैन। यहाँ यो रेनकोट चाहिँ म भन्दा नि ठुलो रहेछ, 2टा मान्छे अट्ने जतिको रहेछ। त्यही पनि केही भएन भनेर म चाहिँ चेक गर्दै थिएँ। तर के गर्नु, आज चाहिँ फुटबल भएन। त्यसपछि हामी चाहिँ घरै बस्यौँ। अब के भन्नु साथीहरू, लाइन पनि छैन। बाई बाई है त। मेरो दसैँको पैसा किनेको गाइस।